हेलो नमस्कार साथीहरू। आज हामी क्लास 11 को सामाजिक अध्ययन तथा जीवन उपयोगी शिक्षा किताबबाट सबै युनिटको बारेमा ब्रिफमा बुझ्नेछौँ कि कसरी तपाईँ आफ्नो मात्र कमन सेन्स लगाएर इक्जाममा 100% गरेर आउन सक्नुहुन्छ। र यसै भिडियोमा हामी पहिलो युनिटको बारेमा डिटेल रूपमा पनि बुझ्नेछौँ। त भिडियोलाई सुरु गरौँ। पहिलो एकाइ हो सामाजिक तथा जीवन उपयोगी शिक्षाको अवधारणा, जसमा यो कुरा सिक्नेछौँ कि सामाजिक अध्ययन किन आवश्यक छ र सामाजिक अध्ययनले हाम्रो जीवनमा के असर पर्छ र मानव सम्बन्ध कसरी बनाउने गरिन्छ भन्ने कुरा सिकाउँछ। दोस्रो युनिटमा जीवन उपयोगी सिपको रूपमा डिजिटल सिपहरू। आजको आधुनिक युगमा डिजिटल साक्षरता किन आवश्यक छ, हाम्रो जीवनमा डिजिटल कुराहरू कसरी अहम भूमिका खेलेको हुन्छन्, जसमा अनलाइन भुक्तानी, इन्टरनेटको काम र इन्टरनेटको उपयोगिताहरूको बारेमा विस्तृत रूपमा सिक्नेछौँ। त्यसपछि तेस्रो युनिटमा जीवन उपयोगी सिप, जसमा समस्या समाधान कसरी गर्ने, कुनै पनि समस्यामा कसरी निर्णय लिन सकिन्छ, कम्युनिकेसन कसरी गर्ने, तनाव व्यवस्थापन गर्ने, स्ट्रेस म्यानेजमेन्ट कसरी गर्ने भन्ने कुरा सिकिन्छ। अब हामी चाहिँ पहिलो एकाइ सामाजिक तथा जीवन उपयोगी शिक्षाको अवधारणाको बारेमा राम्रोसँग विस्तृत रूपमा बुझ्नेछौँ र इक्जाममा आउने खालको पोइन्टहरू एक्सप्लेन गर्नेछौँ। सामाजिक भनेको यस्तो विषय हो जुन किताब पढेर पर्याप्त हुँदैन, त्यसमा व्यवहारिता र आफ्नो कमन सेन्सको पनि प्रयोग गर्नुपर्ने हुन्छ। अब चाहिँ हेर्नुहोस्, पहिलो एकाइबाट पहिलो पाठ चाहिँ सामाजिक अध्ययन तथा जीवन उपयोगी शिक्षाको मुख्य पोइन्टहरू यस प्रकार रहेको छ। पहिलो पोइन्ट हो सामाजिक अध्ययन किन आवश्यक छ, किनभने यसले धेरै कुरामा सहयोग गर्छ। पहिलो कुरा, कोही प्रशासक बन्छ, कोही नेतृत्ववादी हुन्छ, नेता बन्छ, कोही चाहिँ व्यवस्थापन म्यानेजमेन्ट गर्छ हैन, कोही असल मान्छे बन्छ। त त्यसमा सामाजिक अध्ययनले सहयोग पुर्याउँछ, काममा इमानदारिता मेहनत गर्न सिकाउँछ। दोस्रो हो प्रजातान्त्रिक मूल्य र राष्ट्र सम्पदाको संरक्षण। जनताले जनताको लागि बनाइएको शासन, नियम कानुन, मूल्य मान्यताहरूको भेल्यु बुझ्न सहयोग पुर्याउँछ, त्यसको महत्त्व बुझ्न सिकाउँछ, त्यसको संरक्षण गर्न सिकाउँछ अथवा सांस्कृतिक सामाजिक महत्त्वलाई जोगाउन र त्यसको संरक्षण गर्न पनि सिकाउँछ। तेस्रो पोइन्ट रहेको छ सामाजिक अध्ययनको विश्वसँग सम्बन्ध। हाम्रो देशको अथवा कुनै पनि देशको को कसको सम्बन्ध रहेको छ, करेन्ट अफेयर के को छ, जियो पोलिटिक्स के छ, सबै कुरालाई बुझ्नको लागि पनि सामाजिक अध्ययनले सहयोग गर्छ। 4 नम्बरको पोइन्ट हो जीवन उपयोगी सिप भनेको के हो। जीवन उपयोगी सिप भनेको सञ्चार, सहकार्य, समस्या समाधान, सृजनात्मक, आत्मबोध र सहानुभूति, निर्णय क्षमता लिन सक्ने, नेतृत्व गर्न सक्ने र स्ट्रेस म्यानेजमेन्ट, तनाव व्यवस्थापन गर्ने सिपहरू पर्छन्, जसमा यी सिपहरूले जीवनलाई सफल र सहज बनाउँछ। 5 नम्बरको पोइन्ट हो सामाजिक अध्ययन मार्फत जीवन उपयोगी सिप कसरी सिकिन्छ। अब सामाजिक अध्ययनबाट कसरी जीवन उपयोगी सिप सिकिन्छ। पहिलो, समूहमा काम गर्ने, छलफल गर्ने, समस्या समाधान गर्ने, सृजनात्मक कार्य गर्ने अभ्यासबाट यी सिप विकास हुन्छ। विषयवस्तु मात्र होइन, व्यवहार र व्यक्तित्व विकास पनि नै मुख्य लक्ष्य हो सामाजिक अध्ययनको। अर्को पोइन्ट रहेको छ असल नागरिक बन्न अभ्यास जरुरी हुन्छ। समाजसँगको परस्पर सम्बन्ध, ठुला बडासँगको परस्पर सम्बन्ध आफै अवलोकन गरेर सिक्नुपर्छ। अब सिकाइ सहजीकरण कसरी सिक्ने त? अब कसरी सिक्ने? पुरानै तरिकाले व्याख्यान र नोट मात्र होइन, अनुसन्धान, अवलोकन, परियोजना कार्य, छलफल, अनुभूति र प्रतियोगितात्मक विधिबाट सिक्नुपर्छ। 8 नम्बरको पोइन्ट रहेको छ सामाजिक अध्ययनको वास्तविक सफलता के हो। सामाजिक अध्ययन पढेपछि तपाईलाई के उपलब्धि हुन्छ भन्ने 8 नम्बरको पोइन्टले भनेको छ। पहिलो पोइन्ट, त्यसमा पहिलो बुँदा रहेको छ विद्यार्थीले धेरै अङ्क ल्याएर मात्र सफल छैनन्, विषयको मर्म अनुसार सोच, आचरण र व्यवहारमा पनि परिवर्तन आउनुपर्छ। मान्छेको क्यारेक्टरमा परिवर्तन आउनुपर्छ, व्यवहारमा परिवर्तन आउनुपर्छ, सोच्ने क्षमतामा परिवर्तन आउनुपर्छ। 9 नम्बरको पोइन्ट रहेको छ अत्यन्त सन्देश। शिक्षक, अभिभावक, स्थानीय अधिकारीहरू सबै मिलेर बालबालिकालाई असल नागरिक बनाउन सहयोग गर्न आवश्यक हुन्छ। पहिलो पाठमा यति मात्र। भेट्छौँ हामी अर्को भिडियोमा, अर्को पाठमा। तबको लागि बिदा लिन्छौँ। हस्त, धन्यवाद।